गाइस यहाँ भाग्यश्रीले मासु पकाउन लागिरहेको छिन्। आगो बलिसक्यो, अब कराई बसाल्दै छिन् हैन। आज चाहिँ हाम्रोमा एकदमै के पकाउने हो भाग्यश्री? स्पेशल के को मासु भन त? त्यो आगो चाहिँ डेन्जर बोलो। ल लगाइदेऊ त। अम्बो पोर्क मासु चाहिँ तिम्रो हात पोल्छ, म लाउँछु ल। हात पोल्छ छोरो। अब्बुई हात चाहिँ नकाट्नु नि फेरि। त्यही साइडमा राख। त्यही कस्तो कट हो त्यो? मलाई जस्तो आउँछ त्यस्तो। धेरै राम्रो छ नि मेहनती। भाग्य मेहनतको फल कस्तो हुन्छ? मिठो हुन्छ, मिठो। अब भात मिठो हुने भयो। कट एक्सन। स्वाट्टे गाड छोरी, स्वाट्टे गाड। हात चाहिँ नकाट है सानो। वाह अम्मै नि त भयो भयो, अर्को काटे छोड्यो। हात चाहिँ नकाट्ने। तँलाई कुर्छु बेसरी हात काटी जान्छु। भयो त्यतिकै लामै छोड्दा नि हुन्छ। छैन प्याज लाउने बेला भएको। यता हेर। चलो सबै लाऊ स्वाट्टै। प्याज छोर भयो क्या हो? तेरी अखियों का वार, तेरी अखियों का वार, अझै लगाऊ। अब एक लाऊ, थोरै सानो एक लगाऊ। एकदम मिठो मिठो बास्ना आउँछ। अब टमाटर उतै धुलो मसला त केटी। हाल हाल उता हाल यहाँ। बिर्को लाऊ मजाले।
ओहो कस्तो चिल्लो यहाँ टमाटर हाल टमाटर लाऊ न ना पर्दैन भन्नु के पर्दैन राम्रो बनाएको छ भाइ मैले राम्रो पकायो सरी पानी जान्छ भने त्यो कति बेला ट्युसनबाट आएर जानु तर त्यो हेर्दाखेरि झन् राम्रो हुन्छ फोटोमा भन्दा नि है हौ आइफोन भए चाहिँ दामी हुन्छ क्या कस्तो राम्रो देख्छ मैले पकाएको त उ है अन्जेलाई पठाउने बेला भयो पानी ए झुल सबै चाहिँ पचाइ जा सबै जा साह्रै धेरै बेला आएपछि किन सुरुमा कि कसुर के भयो भन्दाखेरि यो कराईमा मम्मीले कोइला राख्नु भएको रहेछ त्यो कोइला सेलाएपछि उ त्यो बोरामा हालेर पकाएर मासु होइन निकै बेर त यता र उतै गरेँ भागेर म अनि जब अब यसो हेरेको त दुईचोटिसम्म आएर चेक गरिसकेँ स्टोरी चाहिँ राइडिङको धेरै खाएको छ नि सिङ्गै लाएर चाइनिज कोरियनले त झन् सिङ्गो सिङ्गो मासुमा के भन्नु खाँदा खाने किम्ची तल गएर खिच्नु पर्छ हाँस यसो गर्नु